हेलो एभ्रीवान, वेलकम बैक टु माई न्यू भिडियो। मैले चाहिँ घरमै जेरी बनाएर खाएको थिएँ। घरमै जेरी बनाउन चाहिँ एकदमै सजिलो छ। यसको लागि चाहिँ खासै धेरै सामानहरू पनि चाहिँदैन। घरमा उपलब्ध भएको सामानहरूबाट चाहिँ हामीले सजिलैसँग चाहिँ जेरी बनाएर खान सक्छौँ। जेरी बनाउनको लागि चाहिँ मैले एउटा भाँडा लिएँ अनि त्यो भाँडामा चाहिँ मैले 1 कप मैदा राखेँ। मैदा राखिसकेपछि चाहिँ मैले सोडाको युज गरेँ। सोडा चाहिँ मैले सानो चम्चाले आधी चम्चा लिएँ अनि राम्रोसँग मिक्स गरेँ सोडा हालिसकेपछि चाहिँ पिठोलाई। अनि त्यसपछि त्यही चम्चाले चाहिँ आधी चम्चा चाहिँ मैले नुन लिएँ अनि नुन राखिसकेपछि चाहिँ मैले ठुलो चम्चाले 1 चम्चा चाहिँ घिउ राखेँ मैदामा। अनि त्यसपछि चाहिँ यसमा मैले राखेँ 4 चम्चा दही राखेपछि त्यसलाई मैले राम्रोसँग मोलेँ अनि थोरै थोरै पानी राखेर चाहिँ मुछेँ। यसलाई चाहिँ एकदमै राम्रोसँग मोल्नुपर्छ अनि मुछ्नुपर्छ। यसको ब्याटरमा चाहिँ लम्प्सहरू हुनु हुँदैन, फेरि हाम्रो जेली चाहिँ राम्रो बन्दैन। त्यही भएर चाहिँ यसलाई मैले चाहिँ अलि टाइम लगाएर चाहिँ राम्रोसँग मिक्स गरेँ अनि यतिको चाहिँ स्मुथ ब्याटर बनाएँ। ब्याटर रेडी भइसकेपछि चाहिँ मैले जेली बनाउनको लागि चाहिँ तेलको प्याकेट लिएँ अनि त्यो तेलको प्याकेटभित्र चाहिँ रेडी भएको ब्याटरलाई राखिदिएँ। ब्याटरलाई चाहिँ मैले प्याकेटमा राखिसकेपछि चाहिँ यो राम्रोसँग खस्छ कि खस्दैन जेली बनाउँदा फेरि भनेर पहिले चेक गरेँ हातमा। अनि यसरी राम्रोसँग खसिसकेपछि चाहिँ यो चाहिँ पकाउनको लागि चाहिँ रेडी भएको हुन्छ। त्यसपछि मैले प्यान लिएँ अनि प्यानमा चाहिँ मैले आधी अमल जति चाहिँ तेल हालेँ अनि जेललाई चाहिँ हामी मिडियम हिटमा पकाउँछौँ। लो हिटमा पकाउँदा फेरि चाहिँ यो फुल्दैन अनि यो भित्र चाहिँ एकदम पिठोहरू चाहिँ भरेको हुन्छ अनि हाम्रो चास्नी चाहिँ भित्रसँग पस्दैन। त्यही भएर चाहिँ यसलाई मैले मिडियम हिटमा पकाएँ। जेरी पाक्न चाहिँ धेरै बेर लाग्दैन, यो हालेको एकैछिनमा चाहिँ रातो हुन्छ। त्यसपछि मैले यसलाई निकालेँ अनि चास्नी चाहिँ मैले जेरी बनाउनुभन्दा पहिल्यै बनाइसकेको थिएँ। त्यसको लागि चाहिँ मैले जुन कपले मैदा लिएको थिएँ त्यही कपले 1 कप आधी चाहिँ चिनी राखेँ अनि त्यसपछि 6वटा जति चाहिँ सुकमेललाई फुटाएर राखेँ अनि त्यही कपले मैले 1 कप पानी लिएँ अनि यसलाई मैले पकाएँ। अनि त्यसपछि चाहिँ मैले आधी चम्चा चाहिँ कागती राखेँ नजमोस् भनेर। अनि त्यसपछि यो च्यापच्याप लाग्ने भइसकेपछि यो रेडी भइसकेको हुन्छ। अनि त्यसपछि मैले चाहिँ जेरी बनाउँदै चास्नीमा राख्दै एकछिन डिप गर्दै अनि त्यसपछि जेरीलाई चाहिँ निकालेर साइडमा राख्दिएँ। एक कप मैदाबाट चाहिँ यति धेरै जेरीहरू चाहिँ रेडी भएको थियो। जेरी चाहिँ एकदमै क्रिस्पी मिठो भएको थियो। तपाईहरु पनि ट्राई गर्नु होला। सी यु इन द नेक्स्ट भिडियो।